फाइनली गाइज हामी आइपुगेका छौँ गङ्गा जमुना। यही रहेछ ठाउँ गङ्गा जमुना। साह्रै दुःख पाइयो, बाटो बिर्सिएर 2-3 घन्टा त्यहीँ हराइयो। त्यही कारणले यो गाउँपालिकाहरूले पनि यसो स्वागतद्वार बनाउन चाहिँ सक्छ, तर बाटोको एरो एउटा चाहिँ देखाउन सक्दैन। त्यही कारणले तलमाथि गर्दा फर्किन लाग्थेँ म। अब यत्रो त आइसक्यो, फेरि के फर्किनु होइन, फेरि माथि गए तल जाऊ भन्छ, तल गए माथि जाऊ भन्छ। बिचमा बाटो रहेछ, एउटा एरो एउटा दिएको भए राम्रो हुन्थ्यो। अब यही हो गङ्गा जमुना। बाटो अफरोडै छ पुरै होइन, बाइक गाडी बस चाहिँ जान्छ, तर अलिकति एरोले गर्दाखेरि दुःख पायो। अब हामी मन्दिर जाँदैछौँ। यो 1300 वर्ष पुरानो मन्दिर हो अरे, तर विकास चाहिँ अहिलेसम्म त्यति भएको छैन। त्यही कारणले जान्ने बुझ्नेसँग सोधेर मात्रै आउनु लाग्यो।